राष्ट्रिय परिचय पत्र डाउनलोड भएन भनेर मलाई धेरै दाजुभाइ दिदीबहिनीहरूले मेसेज गरिराख्नु भएको छ, कमेन्ट गरिराख्नु भएको छ। किन भएन, कारण के हो त? तपाईँहरू नागरिकता बिर्सिहाल्नु, नागरिकताले डाउनलोड गर्दै नगर्नु। तपाईँहरूले यस्तो फर्म पाउनुभएको होला। यहाँ तपाईँहरूले यस्तो फर्म पाउनुभएको छ भने धेरै व्यक्तिको नागरिकतामा र यो फर्ममा नाम मिस्टेक भएको छ। जस्तै ब व फरक छ, चन्द्रबिन्दु फरक छ। हो, सेम टु सेम मिल्यो भने मात्रै हुन्छ। कि त तपाईँहरू नागरिकता बिर्सिहाल्नु, नागरिकता छुँदैन छुनु, सिधा यो फर्म लिनुहोस्। यस्तो फर्म लिनुहोस्, यो फर्म पाउनुभयो होला। फर्मबाट हेरेर जे जस्तो छ सेम टु सेम डिटेल हाल्नुहोस्, त्यहाँ डाउनलोड हुन्छ, 100% हुन्छ डाउनलोड। र कसरी डाउनलोड गर्ने भनेर सोच्नुभयो भने भिडियो मैले अलिअलि पहिला बनाएको थिएँ, सेम प्रक्रिया हो। तर अहिले एउटा कुरा के थपेको छ भने ओटिपी। तपाईँसँग जुन सिम कार्ड त्यो बेला युज गर्नुभएको थियो, यो फर्म फिलअप गर्ने बेलामा जुन नम्बर दिनुभएको थियो, त्यही सिम कार्डमा ओटिपी आउँछ। यदि त्यो सिम कार्ड छैन भने डाउनलोड गर्न मिल्दैन। र नयाँ मान्छेहरूको लागि यदि तपाईँहरूले बायोमेट्रिक दिनुभएको छैन, परिचय पत्रको लागि एप्लाई नै गर्नुभएको छैन भने डाउनलोड हुँदैन। त्यसको कुनै डाटा नै छैन भने डाउनलोड कसरी हुन्छ? अनि अर्को कुरा, 3 अक्षर भएका नामहरूले कसरी पासवर्ड हाल्ने र डाउनलोड गर्ने? तपाईँको नाम जस्तै एक्जाम्पलको लागि राज हो, RAJ, त्यही हाल्नुहोस्, RAJ हाल्नुहोस् र जन्ममिति हाल्नुहोस्। यदि त्यसले भएन भने बिचमा के हो, जस्तै राजकुमार हो भने RAJ अनि के हाल्नुहोस्, अनि जन्ममिति हाल्नुहोस्। यदि त्यसले पनि भएन भने लास्टमा के छ, 3-4 चोटि हालेर ट्राई गर्नुहोस्। अर्कै तरिकाले गर्नुहोस्, हुन्छ, पक्कै पनि हुन्छ। धेरै मान्छेको भएको पनि छ। भिडियो राम्रो लागेमा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सेयर गर्नुहोला। यदि डाउनलोड भयो भने पक्कै पनि कमेन्टमा आएर डाउनलोड भयो भनेर भन्नुहोला। धन्यवाद।